घन्टे बुढा यता सुन न, यसचोटि मलाई त कस्तो यो एमाले काङ्ग्रेस सबैले घन्टी घन्टी मात्रै भन्छन्। एमाले काङ्ग्रेसको लास्टै टिट लाग्यो। एउटा भोट काङ्ग्रेस र एमालेलाई हालिदिउँ कि के हो? नाटक नगर, अहिले हान्छु फेरि। किन हाल्यो? त्यो मुदारले देश जलाएर यत्रो वर्षसम्म चाहिँ सारा नेपालीका छोराछोरी मारेर विदेश लखेडेर यहाँ देश ध्वस्त गराइसके, कङ्गाल बनाइसके। तिमीलाई चोरहरूलाई भोट हाल्यो, तिनीहरूलाई भोट हाल्यो भनेपछि पनि तँलाई म निकालिदिन्छु फेरि। त्यही त बिचरा, कस्तो बिचरा। हेर्नु त सब गाली मात्रै गर्छन्, कोहीले राम्रै भन्दैनन् तिनीहरूलाई। त्यही पनि अब जे गर्यो भने देश चलाएका मान्छे हुन्, पुराना मान्छे हुन्। अब एकचोटि फेरि विश्वास गर्दा के होला? नाटक नगर, एकचोटि कतिचोटि विश्वास गर्ने? 35 वर्ष भयो यिनीहरूलाई विश्वास गरेर आएको। 2007 सालदेखि यता यिनीहरूले कति गरेका छन्? देशको राज्यको सम्पत्ति दोहन गरेर यिनीहरूले कति जलाए, कति नेपाली मारे, कति के गरे। कहिले जनयुद्ध भनेका छन्, कहिले पञ्चायत भनेका छन्, कहिले केही भनेका छन्। नेपाली जनता हामीलाई पङ्गु बनाएर हाम्रो बाउ बाजेदेखि लगाएर यिनीहरूले हामीलाई कम शोषण गरेका छन्। अब पनि योचोटि यिनीहरूको पछि लागेपछि बाबु जिन्दगी जान्छ, मैले भनिदिइरहेको छु। फेरि यस्ता दायाँ बायाँ कुरा मसँग गरिस्, बाहिर गएर गरिस् भने हड्डी भाँच्छन्, घन्टीले हानेर फेरि याद राख, मैले भनिदिइरहेको छु है। हुन्छ।